वेलकम टु माई अनदर ब्लग। अनि फेरि पनि मेरो अर्को ब्लगमा स्वागत छ। अनि अहिले चाहिँ म मुनि सम्पूर्णानन्द संस्कृत युनिभर्सिटीमा जान लागेको। जानको कारण चाहिँ सानो एउटा काम परेको थियो। सो तपाईहरुले पनि यस्तो त्यहाँको दृश्य देखाउँ जस्तो मन लाग्यो। अहिले चाहिँ म यताबाट निस्किसक्यो। अलि अगाडि गएर चाहिँ अटो पक्रिनुपर्छ। आशापुरको चोक हो। जुन सारनाथ स्टेसनबाट चाहिँ आशापुर आयो। आशापुर टु पाण्डेपुर जान्छ। पाण्डेपुरबाट चाहिँ अनि गाडी चेन्ज गर्छ। भर्खर सम्बन्धमा आइपुग्यो। सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयमा चाहिँ एन्ट्री गइसक्यो। अब यहाँ भित्रको इन्भाइरोमेन्ट चाहिँ यस्तो रहेछ। अनि अहिले चाहिँ म यता युनिभर्सिटीभित्र छु। यहाँको इन्भाइरोमेन्ट चाहिँ एकदमै शान्ति राम्रो रहेछ, सफा रहेछ। अनि धेरै रुखहरू धेरै रहेछ। हमारे
दृश्य छ यो मरे अब चाहिँ यहाँदेखि फर्किँदैछु यहाँ केही सानो एउटा कामको लागि आएको थियो बट काम त सक्सेस भएन बट भोलि पर्सितिर हुने कुरा छ सो अब यहाँदेखि फर्किँदैछु यता बेलुका भयो अघि दिउँसो चाहिँ गर्मी थियो अब चाहिँ शीतलै छ गेट बन्द गर्दा रहेछ छिटो जानु पर्यो फर्किँदैछु अहिले चाहिँ क्या है गजब बेइज्जती है दिमाग ठीक नहीं है क्या हाँ कुछ किया हुआ No, God, please, no! अब लाइट यता लाइट गइसकेछ अब चाहिँ भर्खर राति बेलुका आइपुग्यो हेलो गाइस अघि नै गएको अब भर्खर आइपुग्यो अलिकति मुड खराब भयो क्या किनभने कामै भएन नि त काम भएन बिचतिर बाटोमा अलिकति जानुपर्ने काम भयो त्यहाँ पनि काम भएन अलिकति चाहिँ मुड खराब भयो कि ठ्याक्कै यता आउँदाखेरि बाटोमा पनि बत्ती छैन छ अब चाहिँ आजको ब्लग चाहिँ यतै समाप्त हुन्छ सो सी यू इन द नेक्स्ट ब्लग